हेलो एन्ड नमस्ते स्वागत छ यहाँहरूलाई अटो एनसेलको नयाँ एपिसोडमा। आज हामी कुरो गर्न गइरहेका छौँ MG S5 EV को बारेमा र यो गाडीको एक्सपिरियन्स मसँग 6 महिनाको छ। 6 महिना अगाडिदेखि मैले यो गाडी चलाइरहेको छु। सो यो सबै एक्सपिरियन्सलाई समेटेर यो गाडी जब लन्च भएको थियो र त्यतिखेरको प्रमिस र अहिलेको मेरो एक्सपिरियन्स आफ्टर 6 मन्थ कस्तो रह्यो त र यो गाडी लन्च हुँदाखेरि यो प्राइस सेगमेन्टमा 44 देखि 55-56 लाखको बिचमा तीनटा भेरिएन्टको गाडीले लन्च गरेको थियो र हरेक गाडी यसको बेन्चमार्क गाडीको रूपमा रह्यो र यो गाडीको एक्सक्लुसिभ फिचर्सहरू के हो र यो गाडीले मलाई कस्तो एक्सपिरियन्स दियो त लास्ट 6 मन्थमा मेरो एक्सपिरियन्स कस्तो रह्यो म सबै सेयर गर्न गइरहेका छु। सो लास्ट 6 मन्थको ड्राइभ चाहिँ काठमाडौँ भ्यालीको आसपासको ठाउँ जस्तै नगरकोट, धुलीखेल, बुढानीकण्ठ यो आसपास र एउटा लङ टुर रह्यो। त्यो लङ टुर लगभग मलाई लाग्छ हामी काठमाडौँदेखि बिर्तामोडसम्म। सो काठमाडौँदेखि विराटनगरको यात्रा, विराटनगरदेखि फेरि बिर्तामोडदेखि ब्याक टु विराटनगर टु अरू आसपासको क्षेत्रमा घुम्यौँ र त्यसपछि हामी यता विराटनगरबाट ब्याक टु काठमाडौँ आयौँ। बाटो आउँदा सबलाई थाहा छ दसैँमा पानी परेर बाटो खराब थियो। सो हामी खराब बाटो छल्नलाई माथिल्लो पहाडको बाटो आयौँ, रामेछापको बाटो सायद आयौँ। त्यो रामेछापको बाटोमा उकालो टन्नै छ, बाटो पनि अलिक खराब नै थियो, बट यो गाडीले काहीँ पनि धोका दिएन। ग्राउन्ड क्लियरेन्स पनि इट वाज ओके। काहीँ चाहिँ छुन खोजेको थियो बाटो अति खराब भएकोले होइन। सो यसको ग्राउन्ड क्लियरेन्स 180 mm छ। सो बाई गड्स ग्रेस हामी काहीँ पनि केही पनि भएन। गाडी मजाले हामी आयौँ र गाडीको लोड चाहिँ हामी फुल 5 एडल्ट्स थियौँ र यो गाडीको चाहिँ नि कम्फर्टलाई, ड्राइभिङ डाइनामिक्सलाई हेर्ने हो भने यो गाडीको एक्सपिरियन्स सेयर गर्दाखेरि इट वाज वान अफ द बेस्ट एक्सपिरियन्स। किनभने हामीले यो उतापट्टि जाँदाखेरि चाहिँ अब पूर्वको हाइवेहरू अलि उता बनिसकेको ठाउँमा चाहिँ पिच भइसकेको ठाउँमा चाहिँ हामीले राम्रै ड्राइभ गर्न पायौँ मौका। सो उता भिमानको बाटो तपाईँलाई याद छ भने भिमानको बाटो चाहिँ 4 लेनको बाटो चाहिँ पिच राम्रै छ। सो त्यहाँ पनि हामीले हाई स्पिड स्टेबिलिटी टेस्ट गर्न पायौँ। सो त्यतिखेरको हाई स्पिड स्टेबिलिटी चाहिँ एकदमै राम्रो थियो। हामीले यो गाडीको वान अफ द बेस्ट फिचरमा चाहिँ नि हामीले रियर विल ड्राइभलाई लिन सक्छौँ। किनभने रियर विल ड्राइभ पिकअपमा, स्टेबिलिटीमा र उक्लिनमा, विशेष गरी चाहिँ इन्क्लाइनेसनहरूमा चाहिँ पिकअप लिनलाई चाहिँ नि लोडेड गाडी पिकअप लिनलाई केही गाह्रो हुँदैन। यो प्राइस रेन्जमा एमजीले जुन रियर विल ड्राइभको फिचर दिएको छ मलाई लाग्छ एक्सक्लुसिभ फिचर हो यो प्राइस रेन्जमा। किनभने यही प्राइस रेन्जमा अरू गाडीहरू जुन आउँछन् तिनीहरू फ्रन्ट विल ड्राइभ छन् र फ्रन्ट विल ड्राइभको पर्फर्मेन्स र रियर विल ड्राइभको पर्फर्मेन्स चाहिँ एकदम स्टार्क डिफ्रेन्स हुन्छ। रियर विल ड्राइभको पर्फर्मेन्सले तपाईँलाई एकदमै कम्फर्टेबल फिल गराउँछ र कन्फिडेन्स फिल गराउँछ, स्पोर्टी फिल गराउँछ, थ्रिल तपाईँलाई फिल गराउँछ। किनभने हामीले जब उकालो बाटोहरू हामी जान्थ्यौँ सो यो रियर विल ड्राइभ गाडी हो भनेर चाहिँ नि मलाई यति कन्फिडेन्स आउँथ्यो, मैले यो गाडीलाई ढुक्क साथ लान्थेँ। तर म योभन्दा अगाडि चाहिँ फोर्ड इको स्पोर्ट चलाउँथेँ। इट वाज वान अफ द बेस्ट कार फर मी होइन। तर त्यसको फ्रन्ट विल ड्राइभ नेचरको भएकोले चाहिँ उकालोमा हामीलाई त्यति कन्फिडेन्स आउँदैन थियो जति रियर विल ड्राइभ गाडीले तपाईँलाई उकालोमा कन्फिडेन्स दिन्छ। रियर विल ड्राइभ भनेको के हो खासमा हामीले यति डिस्कस गरिरहेछौँ रियर विल ड्राइभको बारेमा। आरडब्ल्युडी रियर विल ड्राइभ भनेको चाहिँ गाडीको मोटर चाहिँ पछाडिको विललाई चाहिँ पावर दिन्छ डाइरेक्टली। मोटर चाहिँ एट्याच छ कहाँ भन्दा पछाडिको एक्सेलमा छ। सो पछाडिको एक्सेल घुम्दाखेरि चाहिँ मोटर डाइरेक्टली त्यहाँ छ, पछाडिको चक्कामा पावर जान्छ र पछाडिको दुइटै चक्काले चाहिँ घुमेर गाडीलाई पावर दिन्छ र ठेल्छ। तर फ्रन्ट विल ड्राइभमा के हुन्छ, मोटर चाहिँ फ्रन्टमा लागेको हुन्छ, मोटरको पावर चाहिँ फ्रन्ट एक्सेलमा घुम्छ र फ्रन्ट एक्सेलले दुइटै चक्का घुमाउँछ। सो उसले चाहिँ क्रल गर्छ। रियर विल ड्राइभले पुस गर्छ होइन गाडीको होल बडीलाई चाहिँ। त्यही भएर उकालोमा अनि हाई स्पिड स्टेबिलिटीको लागि र स्पोर्ट्स कारहरूमा तपाईँले स्पेसल्ली स्पोर्ट्स कारहरूको बारेमा चाहिँ नि अध्ययन गर्नुभएको छ भने स्पेसल्ली त्यहाँनिर चाहिँ म्याक्सिमम कारहरूमा चाहिँ रियर विल ड्राइभ नै दिएको हुन्छ। किनभने स्पोर्ट्स कारहरू स्टेबिलिटी भएन भने चाहिँ छिटो एक्सिडेन्ट हुने र प्रब्लम हुने र त्यो स्पिड मेन्टेन गर्न नसक्ने समस्या हुन्छ। तपाईँले नोटिस गर्नुभयो भने यसको म्याक्सिमम स्पिड पनि 175 km/h छ। र यो प्राइस सेगमेन्टमा 40 देखि 55 लाखको सेगमेन्टमा रियर विल ड्राइभमा यो वान अफ द एक्सक्लुसिभ गाडी हो। यो चाहिँ बेन्चमार्क सेट गर्ने पायनियर सेगमेन्टको पायनियर हो जसले चाहिँ यो प्राइस सेगमेन्टमा रियर विल ड्राइभ ल्याएर
मार्केटलाई चाहिँ नि राम्रो गाडीको अप्सन दियो र पब्लिक आर एकदम ह्याप्पी किनभने यो वान अफ द टप सेलिङ भेहिकलमा पनि पर्छ टप सेलिङ भेहिकलहरूको लिस्ट निकाल्नुभयो भने यो टप 2 मा टप 3 मा आउँछ किनभने यो गाडीको पर्फर्मेन्स चाहिँ एकदमै राम्रो छ हामीले रियर व्हील ड्राइभ कारहरूमा यसलाई चाहिँ नि बेस्ट कार भन्न सक्छौँ सो यो गाडीको एक्सपिरियन्स सेयर गर्ने क्रममा हामी बुढानीकण्ठको हाइटमा हामी जाँदैछौँ र यो हाइटमा चाहिँ तपाईँले नोटिस गर्नुहुनेछ रियर व्हील ड्राइभले चाहिँ लाइफलाई कसरी इजी बनाउँछ अब यो गाडीको रियर व्हील ड्राइभको फिचरमा कुरो गर्दा गर्दै चाहिँ यो गाडीको एक्सक्लुसिभ फिचर्सहरू पनि छन् जुन चाहिँ यो प्राइस रेन्जमा तपाईँले पाउन चाहिँ एकदमै कठिन नै हुन्छ किनभने यो गाडीले तपाईँलाई जुन फिचर दिन्छ जुन प्राइस रेन्जमा भनौँ न बेस्ट प्राइस सेगमेन्ट थियो जब लन्च हुँदाखेरि यो 44 लाखमा लन्च भएको थियो त्यतिखेरै मैले यो लन्चमा पनि टेस्ट ड्राइभ गर्न पाएको थिएँ यो टेस्ट ड्राइभ गर्ने क्रममा जुन एक्सपिरियन्स मैले पाएको थिएँ त्यसले चाहिँ मलाई एकदमै इन्फ्लुएन्स गर्यो र व्हिल बेस चाहिँ यसको 2730 mm 2730 mm वान अफ द लार्जेस्ट व्हिल बेस हो र यसले गर्दाखेरि चाहिँ गाडी अलि लामो छ लामो भएकोले चाहिँ नि गाडीमा स्पेस चाहिँ एकदमै राम्रो छ स्पेसियस छ र यो गाडी वान अफ द गुड स्पेस भएको गाडीमा चाहिँ काउन्ट हुन्छ र साथसाथै यो गाडीले चाहिँ नि कम्फर्टलाई एकदमै ध्यान दिएको छ किनभने यो गाडीमा बसेर लङ ट्राभल गर्दाखेरि पनि कन्टिन्युअस ड्राइभिङ फर अराउन्ड 12 to 14 आवर्स ड्राइभ गर्नुभयो भने पनि त्यो ड्राइभिङ फटिग चाहिँ हुँदैन एज अ ड्राइभर फर अराउन्ड 12 आवर्स to 14 आवर्स कन्टिन्युअस ड्राइभिङ नो एनी फटिग र टायर्डनेस केही पनि फिल भएन प्राइस सेगमेन्टमा रियर व्हिल ड्राइभ दिएर यो कम्फर्ट दिएर र यो कन्फिडेन्स र ब्रान्ड नेम अभियसली एमजीको जुन ब्रान्ड नेम छ कम्पेरिटिभली नयाँ ब्रान्ड नेमको तुलनामा एकदम राम्रो छ यसको अब सर्भिसहरू त तपाईँले एक्सपिरियन्स गरि नै हाल्नुहुन्छ मेरो एक्सपिरियन्समा अहिलेसम्म चाहिँ गुड छ अब फ्युचरको एक्सपिरियन्स चाहिँ म फ्युचरमै सेयर गरौँला होइन तर अहिलेसम्म लास्ट 6 मन्थमा मैले चाहिँ नि मेरो एक्सपिरियन्स चाहिँ वान अफ द बेस्ट छ हामी इन्क्लाइन्ड उकालो टेरेनहरूमा जाँदाखेरि कहिले पनि अनकम्फर्टेबल फिल चाहिँ मलाई कहिले पनि भएन गाडी चाहिँ मजाले उकालोमा चढिरहेछ अनि तपाईँले चाहिँ नि हिल होल्ड असिस्ट यसरी होल्ड गर्नुभयो भने ब्याक सर्दैन हेर्नुहोस् है मैले टक्क होल्ड गरेँ अटोमेटिक ब्रेक हान्दा फेरि गाडी चाहिँ पिकअप गराउँदाखेरि गाडी चाहिँ पछाडि सरेन सो यो म चाहिँ नि उकालो चढाएर तपाईँहरूलाई देखाउँदैछु यो मलाई लाग्छ 45 डिग्रीको सार्प इन्क्लाइन छ हेर्नुहोस् है सार्प इन्क्लाइन छ बाटो एकदमै सो हामी रियर व्हिल ड्राइभको जुन कन्फिडेन्स छ यहाँ हामीले युज गर्न सक्छौँ यसको यो फिचरको रूपमा तपाईँले नोटिस गर्न सक्नुहुन्छ हामी एउटा डाँडामा आएको छौँ र एकदमै सानो स्पेस छ सो यो कारको एउटा बेनिफिट भनेको 360 डिग्री क्यामेरा हैन र लाइफलाई कसरी इजी पार्छ तपाईँले हेर्न सक्नुहुन्छ त्यो बाइक पार्किङ छ र यहाँनिर काठको सामानहरू छ हैन रुख बिरुवा तपाईँले देख्न सक्नुहुन्छ सो एकदम सानो स्पेसमा आई विल ट्राई टु हैन मेक अ यु टर्न हैन 360 डिग्री क्यामेरा हुँदा र नहुँदा के कस्ता बेनिफिट हुन्छन् गाडीमा नोटिस गर्न सक्नुहुन्छ मैले चाहिँ यो गाडी घुमाउने ट्राई गर्दैछु लेट्स सी कतिको सजिलो कतिको गाह्रो हुन्छ यो गाडी चाहिँ एकदम सानो स्पेसमा घुमाउन मिल्छ कि मिल्दैन भनेर म ट्राई गर्दैछु लेट्स सी व्हाट ह्यापन्स यो उकालो चढ्यौँ अघि हामी यो एकदमै मोर देन 45 डिग्री 50 डिग्रीकै उकालो थियो सो यो अगाडि बाटो हेर्न सक्नुहुन्छ तपाईँले क्यामेरामा कति देखिन्छ थाहा छैन सो तपाईँले यो ठाडो उकालो छ हैन यो यहाँ अगाडि आएर बाटो सकिन्छ सो हामी यो उकालो चढेर आयौँ मजाले र यो अब उकालो झर्दैछौँ सो तपाईँले देख्न सक्नुहुन्छ हैन सो यो ठाडो ढुङ्गा काटेर बनाएको बाटो छ हैन र यो उकालो झर्दैछौँ हामी तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ हाम्रो 360 डिग्री क्यामेरा भएकोले हामीलाई चाहिँ कति इजी भएको छ टु एसेस द हैन सराउन्डिङ्स र अब हामी यो उकालो चढ्दाखेरि यति कन्फिडेन्सका साथ चढ्यौँ किनभने हाम्रो रियर व्हिल ड्राइभ कार भएकोले सो यो रियर व्हिल ड्राइभ कारले जति हामीलाई फाइदा दिन्छ उकालो चढ्दा र हाई स्पिड स्टेबिलिटीमा पनि त्यस्तै नै फाइदा दिन्छ कार एकदमै स्टेबल छ र स्टेबिलिटी पनि एकदम राम्रो छ कम्फर्टमा कम्प्रोमाइज छैन रफ रोडहरूमा एकदमै स्मुथली ग्लाइड हुन्छ र तपाईँलाई अनकम्फर्टेबल त फिल हुँदैन सो तपाईँले एकचोटि आफै नै जबसम्म ड्राइभ गर्नुहुन्न
यो टेस्ट ड्राइभ गर्नुभन्दा तबसम्म यो गाडीको रियल स्टोरी चाहिँ थाहा नहुन सक्छ। सफ्ट रोडर गाडी भन्दा पनि हुन्छ, सफ्ट अफ रोड चाहिँ लिन सकिन्छ। यसको ग्राउन्ड क्लियरेन्स कम्फर्ट भेरिएन्टमा चाहिँ 175 छ भने यसको लग्जरी भेरिएन्टमा 180 छ। यो कर्नरिङ स्टेबिलिटी चाहिँ यो गाडीको बबालै छ है। तपाईँको पहाडको घुमरो नागबेली बाटोहरूमा चाहिँ सुई टक्क स्टियरिङ कटाउँदाखेरि यस्तो मजा फिल हुन्छ। MG S5 मा हामीले जब लङ रुटको यात्रा गऱ्यौँ त्यसमा हामीले 5 फुल एडल्ट र फुल्ली लोडेड बुट स्पेसमा तपाईँलाई थाहा छँदैछ अब लङ रुटमा फुल्ली लोडेड लगेजहरू थियो। त्यो सबै फुल्ली लोडेड गाडी हाम्रो काठमाडौँदेखि विराटनगरसम्मको यात्रामा हामीले भिमान पुग्नुभन्दा अगाडि नै त्यहाँनिर चाहिँ चार्ज गऱ्यौँ। त्यतिखेर चार्ज गर्दाखेरि 61% ब्याट्री चाहिँ बाँकी थियो भनेपछि 39%मा हामी चाहिँ नि भिमानको मोडसम्म पुग्यौँ। त्यहाँ हामीले फुल चार्ज गऱ्यौँ गाडी र त्यसपछि हामी सिधै विराटनगर पुग्यौँ। विराटनगरबाट अनि त्यसपछि बिर्तामोड पुग्यौँ। सो हामीले काठमाडौँदेखि बिर्तामोडसम्मको यात्रा तय गर्दाखेरि एकचोटि मात्रै चार्ज गर्नु पर्यो। सो ब्याट्री इफिसियन्सीको कुरो गर्दाखेरि पनि एकदमै राम्रो ब्याट्री इफिसियन्सी दियो। हामीले घरिघरि बाटोमा रोक्दै चार्ज गर्दै 2 पटक 3 पटक केही चार्ज गर्नु परेन। एउटा सिङ्गल टपअपले हामीलाई पुग्यो। सो 430 किलोमिटरको जुन WLTP रेन्ज थियो त्यो चाहिँ जाने बेलामा दियो। तर फर्किने बेलामा चाहिँ हामी बिर्तामोडबाट यहाँ काठमाडौँ आउने बेलामा चाहिँ दसैँको बेला बाटो खराब भएकोले हामी चाहिँ नि चरीकोट दोलखाको बाटो हुँदै सिन्धुलीबाट चरीकोट दोलखाको बाटो हुँदै फर्क्यौँ। त्यो बाटो चाहिँ धेरै ठाउँमा रफ एकदमै अफ रोड टाइपको बाटो र कति ठाउँमा चाहिँ नि एकदम ठाडो उकालो। सो त्यो उकालोमा फुल्ली लोडेड 5 एडल्ट्स र बुट स्पेस पनि फुल्ली लोडेड गाडी हुँदाखेरि चाहिँ कहीँ तान्ने गाडी पिकअप नलिने अथवा समस्या आउने केही प्रब्लम हामीले फेस गर्नु परेन। सो अहिलेसम्मको एक्सपिरियन्समा यो गाडीले एकदमै राम्रो एक्सपिरियन्स रहेको म तपाईँहरूलाई त्यो एक्सपिरियन्सबाट सेयर गर्न चाहन्छु। अर्को कुरो के रह्यो भने उकालोमा फुल्ली लोडेड गाडी छ भने चाहिँ रेन्ज चाहिँ 430 को रेन्ज जुन थियो टप भेरिएन्टको त्यसको घटेर 380 जति देखाउँथ्यो गाडीले। सो त्यो के रहेछ भने यदि उकालोमा फुल्ली लोडेड गाडी छ र एकदम ठाडो उकालो छ भने त्यहाँ रेन्ज चाहिँ यहाँनिर WLTP रेन्ज चाहिँ घट्ने रहेछ भन्ने एउटा नयाँ एक्सपिरियन्स पाएँ। तर रियर विल ड्राइभ गाडी भएकै कारणले फुल कन्फिडेन्सका साथ कुनै पनि उकालो चढ्न मलाई समस्या भएन अहिलेसम्मको एक्सपिरियन्स है। अब फ्युचरमा के हुन्छ द्याट वी विल डिस्कस। त्यही भएर MG S5 लाई वान अफ द बेस्ट कार भन्न चाहिँ म पछि पर्दिनँ। र तपाईँहरूलाई विशेष अरू केही जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो मोबाइल नम्बर हाम्रो कमेन्ट बक्समा या हाम्रो इमेलमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हामीलाई सम्पर्क गर्नुहोला। हामी टचमा बस्नेछौँ। हामीले जानेको हामीले भोगेको एक्सपिरियन्स हामी सेयर गरि नै राख्नेछौँ। धन्यवाद।